साथीहरू, संसारमा सबैभन्दा असम्भव काम भनेको के हो? एकपटक मरिसकेपछि पुनः जीवित हुनु। त्यही काम पनि सम्भव छ, तर म्यानचेस्टर युनाइटेड आफ्नो प्राइम फर्ममा आउन असम्भव छ। मलाई लाग्छ अब कोच परिवर्तन गरेर भन्नेवाला केही छैन। क्लबको नामै परिवर्तन गरौँ, क्लबको प्रेसिडेन्ट नै परिवर्तन गरौँ, क्लबको अफिस नै परिवर्तन गरौँ, स्टेडियम नै परिवर्तन गर्नुपर्छ जस्तो लाग्यो क्या मलाई त। हुन त लास्ट सिजनको फर्म हेर्ने हो भने एकपटक धेरै नै राम्रो छ होइन। हारेको छैन, एटलिस्ट म्याक्सिमम म्याचहरू ड्र खेलिरहेको छ, 1 पोइन्ट भए पनि ल्याइरहेको छ होइन। तर म्यानचेस्टर युनाइटेडको हिस्ट्री ब्याकग्राउन्ड हेर्ने हो भने लगातार 3, 4, 5 सिजनसम्म यस्तो खालको पर्फर्मेन्स दिएर प्रिमियर लिगमा आफ्नो चाहिँ दबदबालाई हराउनु भनेको यसको पहिचानले दिँदैन क्या। म्यानचेस्टर युनाइटेड त्यस्तो हिस्ट्री बोकेको क्लब हो। तर जे भए पनि अस्ति डिसेम्बर 21 को म्याच भनेको अलिक स्ट्रङ म्याच चाहिँ हो। एस्टन भिल्ला यो सिजन राम्रै पर्फर्म गरिरहेको क्लब हो। 17 म्याच खेल्दै 11 म्याच जितेर टेबलको 3rd स्थानमा छ भने टेबलको टपमा भएको आर्सेनल उभन्दा 3 पोइन्ट मात्रै अगाडि छ क्या। त्यसैले एस्टन भिल्ला अलगै लेभलको पर्फर्म गरिरहेको छ होइन। त्योसँग एटलिस्ट हामीले ड्रको आशा गरेर थियौँ। हुन त भिल्ला पार्कमा एस्टनको होममा म्याच थियो क्यारे। ठिक छ, जेसुकै भयो। यसपछि चाहिँ राम्रो खेलोस् युनाइटेडले होइन। कता कता सुन्नमा आएको छ ब्रुनो फर्नान्डेज इन्जुरी भएर 1 महिनाकै लागि आउट हुने सम्भावना छ रे। पर्फर्मेन्सको कुरा गर्ने हो भने त्यति धेरै नराम्रो पनि खेलेको होइन युनाइटेडले, राम्रै खेलेको हो होइन। राम्रो खेल्दा खेल्दै पनि अपोजिसन टिमले जित्छ कहिलेकाहीँ। त्यो जितलाई नै माइनर राख्ने हो, राम्रो खेलेकोलाई माइनर राखिँदैन। त्यसैले एस्टन भिल्लाको किपरको हामी सबैलाई थाहा नै छ होइन। कति धेरै सेभ 5-6वटा त इम्पोर्टेन्ट सटहरू सेभ गर्यो होइन। जसले गर्दा एस्टन भिल्लालाई जित्नमा अलिकति सहज भयो। बधाई छ एस्टन भिल्ला।